विश्वभर निम्सदाई भनेर चिनिएका नेपाली पर्वतारोही निर्मल पूर्जा अब हाम्रो बीचमा रहनु भएन। जसले असम्भवलाई सम्भव बनाएका थिए, जसले विश्वका अग्ला हिमालहरूलाई आफ्नो साहसले जितेका थिए। आज त्यही महान व्यक्तित्व सधैँका लागि हामीबाट बिदा भएका छन्। आखिर ब्रड पिकमा के भएको थियो? ब्रड पिकमा भएको दुखद घटना। प्राप्त जानकारी अनुसार जुलाई 30, 2026 मा पाकिस्तानको बाल्टिस्तान क्षेत्रमा रहेको ब्रड पिक, जसको उचाइ 8051 मिटर छ, आरोहणका क्रममा भीषण हिम पहिरो आएको थियो। आरोहणको क्रममा करिब 7000 मिटरको उचाइमा आएको उक्त हिम पहिरोमा निर्मल पूर्जा बेपत्ता भएका थिए। उद्धार टोलीले लगातार खोजी अभियान सञ्चालन गर्यो। पछि उनको शव फेला परेको पुष्टि गरिएको छ। यसै दुर्घटनामा अन्य 9 जना पर्वतारोहीले पनि ज्यान गुमाएका छन्। यो घटना विश्व पर्वतारोहण समुदायका लागि अत्यन्त पीडादायी मानिएको छ। आज हामी कुरा गर्दैछौँ एक त्यस्ता नेपालीको जसले आफ्नो साहस, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने सङ्कल्पका कारण संसारभर नेपालको नाम उच्च बनाएका छन्। उहाँ हुन् निर्मल पूर्जा, जसलाई संसारभर निम्सदाई भनेर चिनिन्छ। यस भिडियोमा हामी उहाँको जीवन, सङ्घर्ष, विश्व कीर्तिमान, चर्चित उपलब्धि र किन उहाँ लाखौँ मानिसका प्रेरणाको स्रोत बन्नुभयो भन्ने विषयमा विस्तृत रूपमा जान्नेछौँ। निर्मल पूर्जाको जन्म सन् 1983 मा नेपालको म्याग्दी जिल्लामा भएको थियो। साधारण परिवारमा हुर्किनुभएका उहाँले सानैदेखि कठिन परिस्थितिसँग जुझ्न सिक्नुभयो। पछिल्ला वर्षहरूमा उहाँ परिवारसँग बेलायत जानुभयो र त्यहाँ आफ्नो करियर निर्माण गर्नुभयो। निर्मल पूर्जा बेलायती गोर्खा सेनामा भर्ती हुनुभयो। त्यसपछि उहाँले संसारकै कठिन मानिने युके स्पेसल बोट सर्भिस (एसबीसी) मा स्थान बनाउन सफल हुनुभयो। त्यहाँ पुग्नु आफैमा असाधारण उपलब्धि मानिन्छ। कडा अनुशासन, शारीरिक क्षमता र मानसिक दृढताले उहाँलाई भविष्यका चुनौतीका लागि तयार बनायो। सेनामा रहँदा नै उहाँमा हिमालप्रतिको आकर्षण बढ्दै गयो। उहाँले क्रमशः विश्वका अग्ला हिमालहरू आरोहण गर्न सुरु गर्नुभयो। तर उहाँको सबैभन्दा ठुलो सपना अझै बाँकी थियो। त्यो सपना थियो विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाललाई सबैभन्दा छोटो समयमा आरोहण गर्ने। धेरैले यसलाई असम्भव भने, तर निम्सदाईले असम्भवलाई चुनौती दिनुभयो। सन् 2019 मा उहाँले प्रोजेक्ट पोसिबल नामक अभियान सुरु गर्नुभयो, जसको लक्ष्य थियो विश्वका सबै 14 वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू केवल केही मिनटभित्र आरोहण गर्ने। अन्ततः उहाँले यो अभियान 6 महिना 6 दिनमै पुरा गर्नुभयो। यसअघि रहेको विश्व कीर्तिमान करिब 8 वर्षको थियो। यो उपलब्धिले संसार नै अचम्ममा पर्यो। उहाँको सफलतापछि विश्वभरका सञ्चार माध्यमले उहाँको प्रशंसा गरे। नेटफ्लिक्सले उहाँको जीवनमा आधारित 14 पिक्स नथिङ इज इम्पोसिबल नामक वृत्तचित्र पनि निर्माण गर्यो। यस डकुमेन्ट्रीले लाखौँ दर्शकलाई प्रेरित गर्यो। निर्मल पूर्जाले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा सीमित राख्नु भएन। उहाँले नेपाली पर्वतारोहीको क्षमता विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँले हिमालमा उद्धार अभियान, सुरक्षा सचेतना र नयाँ पुस्तालाई प्रेरणा दिने काममा पनि योगदान दिनुभयो। निम्सदाईको जीवनले हामीलाई एउटा ठुलो सन्देश दिन्छ। सपना ठुलो देख्नुहोस्, कडा मेहनत गर्नुहोस्, असम्भव भन्ने शब्दलाई स्वीकार नगर्नुहोस्। साहस, अनुशासन र दृढ इच्छा शक्ति भए कुनै पनि लक्ष्य असम्भव हुँदैन।